राख्नै पर्छ अनिवार्य भनेर मैले गत हप्ता निर्देशन ल्याएको छु हैन। एउटा कुरा चाहिँ हजुरहरुको एउटा के भने जस्तो सानो बचतकर्ता र ठूलो बचतकर्ता छुट्याइदिनु भयो भन्ने एउटा जेन्युन इस्यु चाहिँ त्यो। यसमा चाहिँ हजुरले मलाई एउटा के सुविधा चाहिँ दिनुपर्छ भने एउटा सर्टेन कुराहरु हामीले चाहिँ अहिले तत्कालै म अहिले भर्खरै म सबैको पैसा तिर्न सक्नु भनेर मैले त्यो झुटो बोले हुन्छु। त्यो कसैले पनि सक्दैन, कसैले सक्दैन आजको दिनमा। चरणबद्ध रूपमा जाने हो हैन। चरणबद्ध रूपमा मलाई एउटा मात्रै के मैले पटक पटक पुस्तकजीहरुलाई पनि मैले के आग्रह गरेको थिएँ भन्दा अहिले सुरुवात गरौँ, यतिमा सुरुवात भयो। अब दोस्रो चरणमा जान्छौँ हामी। दोस्रो चरणमा अब केही दिनमा अनाउन्स पनि गर्छौं। फेरि यो तपाईहरुले आन्दोलन गरे भएर होइन है, यो नियमित रूपमा सरकारले गर्छ र सरकारले मलाई कसैले प्रेसर दिएर अथवा मलाई कसैले भनेर त्यो भन्ने हो। किनभने मेरो प्राथमिकतामा आजको दिनमा सहकारीको समस्या समाधान गर्नु छ, बचतकर्ताको बचत फिर्ता गर्नु छ भन्ने मात्रै छ मेरो दिमागमा। त्यही भएर यसको लागि मलाई चाहिँ कसैले दबाब हैन आन्दोलन गर्छु, यो गर्छु, त्यो गर्छु भनेर तपाईहरुले गर्नु भए पनि मलाई फरक पर्दैन, तपाईहरुले नगर्नु भए पनि मलाई फरक किन पर्दैन भने मेरो प्राथमिकतामा भएको विषय हो हैन। मैले डे 1 देखि मन्त्रालय सम्हालेको दिन चाहिँ कुशलजी हुनुहुन्छ त, यहाँ सुरु गर्ने भन्दाखेरि पनि उहाँहरुलाई बोलाएर मैले छलफल गरेको छु। पटक पटक बीचमा छलफल गरेको छु। प्राधिकरणमा नेतृत्व चेन्ज हुँदा उहाँहरुलाई तपाईहरुलाई सहजीकरण गर्नुपर्छ है भनेर उहाँहरुले भेट्नु भएको छ। विभागको मान्छे भेट्नु भएको छ, समस्याग्रस्तको अझ उहाँहरुलाई को टेर गर्न कि उहाँ पास गरेर जान्छन् भनेर म बसेको छु त्यो बैठकमा। किनभने तपाईहरुको कुरा सुनिनुपर्छ त्यहाँ भन्ने कुरा चाहिँ मेरो पहिलेदेखिको मान्यता हो हैन। त्यो म आगामी दिनमा पनि गर्छु। यो फेरि तपाईहरुले आन्दोलन गर्नुको त्यही भएर मैले गरे भने म नियमित रूपमा गरिरहेको काम हो र मलाई एउटा आफ्नो पाटोमा क्लियर छु। अब सरकारको पैसा दियो, सरकारको सरकारको पैसा फिर्ता दियो भनेर त्यतिकै आलोचना खेप्नु परेछ नि त। सदनमा मैले पटक पटक उभिएर जवाफ दिनु परेछ हैन। यही पाटोको लागि पैसा फिर्ता दियो, राज्य कोषको पैसा चलायो, करको पैसा उठाउने, तिमीहरु चाहिँ सहकारी पिँढीलाई पैसा दिने भनेर त्यो पनि मैले खोप्नु पर्ने हुन्छ। त्यो पनि मन्त्रालयले खेप्नु परेछ, नेपाल सरकारले खेपिरहेको परेछ। त्यो यो सबै कुरा खेप्न म तयार। सदनमा त्यो तपाईहरुको लागि सहकारी विषयमा कसरी पैसा उठाउन सकिन्छ कडा भन्दा कडा कानून गर्न म तयार। एकदम महिना दिन के 6 महिना उभिएर त्यहाँ डिफेन्ड गर्न सक्छु विपक्षीसँग, जस्ट तपाईहरुलाई न्याय होस् भनेर। त्यसमा त मलाई धेरै खोज्या होइन क्या, तपाईहरुको साथ मात्रै खोज्या, तपाईहरुको साथ मात्रै चाहिएको मलाई। एउटा कुरा म के बुझ्छु भन्दा हो पीडामा हुनुहुन्छ धेरै ठूलो बचतकर्ताहरु। किनभने ठूलो बचतकर्ता सानो बचतकर्ता गर्दा ठूलो बचत कहिले आउँछ त समय भन्ने प्रश्न पनि थियो अस्ति कुशलजीहरुको। ठूलो बचत कहिले हुन्छ यसरी त वर्षौं दिन लाग्छ, कसरी समस्या समाधान पर्छ। ए बाबा त्यही भएर छलफल गर्ने हो, विज्ञहरुलाई बोलाएर यसमा चाहिँ के गर्न सकिन्छ त थप यसमा भन्ने कुरा त हाम्रो त्यही दिन उड्दाखेरि पनि के सहमति भएको थियो भन्दा ल अब दोस्रो चरणमा ठूलो बचतकर्ताको पैसा कसरी उठाउन सक्ने, किनभने दिनलाई त उठाउनु पनि पर्यो नि त। एउटा हदसम्म सरकारले गर्न सक्ला, तर त्यसपछि त सम्बन्धित सहकारीबाटै उठाएर गर्ने हो। तर सहकारीको हालत अहिले कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी हजुरहरु जानकार हुनुहुन्छ। त्यही भएर त्यसमा दोस्रो चरणमा जाउँ, छलफल गरेर जाउँ। किनभने म आजको दिनसम्म पनि तपाईहरुलाई नै कन्फिडेन्समा लिएर हजुरहरुको सल्लाह सुझाव दिएर ल ठिक छ एउटा नीतिगत डिसिजन सरकारले गरे तापनि त्यसमा तपाईहरुको अपनत्व होस् भन्ने मेरो चाहना हो। त्यो आज हैन, मैले मन्त्रालय सम्हाल्दै गर्दा दिनदेखि थियो म। किनभने सहकारी पीडितसँग जसरी कुशलजी हुनुहुन्छ, कुशलजी त बचतकर्ता होइन, त्यसैगरी म पनि होइन, तर हामी दुईजनालाई चाहिँ के थाहा छ, उहाँले चाहिँ आन्दोलन गर्दा गर्दै थाहा पाउनुभयो। तर म पनि एउटा तरिकाले चाहिँ सहकारीलाई कसरी चाहिँ यो राजनीतिकरण गरेर चाहिँ यसलाई चाहिँ दुःख दिएको छ मान्छेलाई भन्ने कुराको त्यो नजिकबाट देखाए मान्छे म पनि हो हैन। त्यही भएर मलाई पनि थाहा छ बचतकर्ताहरु कति दुःख छ, यो यसलाई कसरी सल्भ गर्नुपर्छ, कति छिटो भन्दा छिटो सल्भ गर्नुपर्छ। जति हजुरहरुलाई आफ्नो बचत फिर्ता चाँडो होस् भन्ने चाहिँ लागेको छ, त्यसरी नै मलाई चाहिँ कति भन्दा छिटो तपाईहरुको बचत फिर्ता होस् भन्ने मेरो पनि एउटा ठूलो चाहना हो मेरो। त्यही भएर म त्यसमा अडिग छु हैन। भोलिको दिनमा काम गर्दै जाँदाखेरि अब दोस्रो चरणमा ठूलो बचतकर्ताहरुलाई कसरी बचत फिर्ता गर्ने भन्ने पाटोमा छलफल भइरहेको छ, त्यसमा डिस्कसन भइरहेको छ। अस्ति अब हाम्रो उज्जवल सत्याल सर हुनुहुन्थ्यो। उज्जवल सत्याल सरले ल राष्ट्र ब्याङ्कको मोडलमा जान सकिन्छ, यसरी सहकार्य गर्न सकिन्छ। ए बाबा उहाँहरुले मान्न पनि पर्यो नि त अर्को पक्षले, त्यसैले छलफल चाहिएको हो नि त। मैले चाहिँ सही नियतले गर्न खोज्छु, गर्न ट्राई गरिरहेको छु भन्दाखेरि मलाई त हजुरहरुको साथ चाहिएको हो नि त यो बेलामा त होइन। तिमीले सानो बचत ठुलो अब मलाई प्रेसर, म अलरेडी आफैलाई भित्रबाट बोध भएर म काम गर्न थालेको छु भने मलाई प्रेसरको त जरुरत छैन नि त हैन। मैले काम गरिरहेको छु, जहाँ हुन्छ कसरी हुन्छ तपाईहरुको बजेट फिर्ता गर्न खोजिरहेको छु। विपक्षीसँग लडेर होस्, सरकारको आलोचना भएर होस् हैन, पैसा फिर्ता दियो सरकारले राज्य कोषबाट दियो भनेर त्यो आलोचना खेप्न पनि म तयार। सदनमा 6 महिना उभिएर म तपाईहरुको लागि त्यो कडा भन्दा कडा कानून ल्याउन त्यो पनि म तयार। सबै कुरा तयार। एभ्री नाइट भनौँ न 90% मेरो चाहिँ मन्त्रालय सम्हालेदेखि 90% मैले काम चाहिँ सहकारी विषयमा गरिरहेको छु। यो कुरा त मैले तपाईहरुलाई यसमा चाहिँ मेरो अप्रिसिएट गरिदिनु पनि भने होइन क्या, मलाई वाह पनि चाहियो होइन।
मलाई बस हजुरहरूको साथ चाहियो, हजुरहरूको समर्थन चाहियो क्या। त्यही भएर कतिपय कुरामा हो हजुरहरूले चाहिँ किन कुरामा चाहिँ मलाई गाइड गर्नुपर्छ भने जस्तो कहिलेकाहीँ चाहिँ कर्मचारीकै तर्फबाट पनि ल कहाँनिर खेले कि होइन यसो यसो खेलिदियो अप्ठ्यारो भयो भनेपछि त्यो पाटोमा हजुरहरूले मलाई आगार है यहाँ खेल्दैछन् है, किनभने म सबै ठाउँमा त पुग्न सक्दिनँ। हो त्यस्तो ठाउँमा तपाईँहरू आइरहनु भएको थियो त, मलाई भने अनुसारले मैले त्यो पनि गरिरहेको थिएँ त। हजुरलाई कर्मचारीकै अगाडि राखेर नै उहाँहरूलाई तपाईँहरूलाई नजिक राखेर उहाँहरूलाई टाढा बनाएर मैले काम गरिरहेको छु। ए बाबा यो गर्दाखेरि पनि चाहिँ यसलाई प्रेसर पुगेन, अब यसलाई चाहिँ यसरी गर्नुपर्छ भन्ने खालको मानसिकताबाट म कसरी इन्करेज हुने? हजुरहरूले मेरो पाटो पनि सोचिदिनु पर्यो। काम नगरेको मान्छेलाई लाग्न ठिक छ क्या, काम गरेर म रात दिन लागेर सल्भ गर्न लागिरहेको छु। त्यो समस्या छ थाहा छ, समस्या समाधान गर्न गाह्रो छ पनि थाहा छ, सबै अलिक पन्छिराखेका छन् संस्थाहरू भन्ने पनि थाहा छ। तर कसरी गर्न सकिन्छ गर्ने मान्छेलाई त्यो वातावरण त बनाइदिनु पर्यो नि त। मैले केही नगरे भए तपाईँहरूलाई वास्तै नगरेर गए भए समस्या होइन सहकारी समस्या होइन भनेर लागेर गए भए मलाई प्रेसराइज गर्नु ठिक हो। तर जो मान्छे डे वान दिन्छ अहिलेसम्म प्रेसरमै बसेर पनि यसमा काम गरिरहेको छु यसलाई गर्नु भनेर त्यसमा चाहिँ कसरी जाने भन्ने कुरा मलाई हजुरहरूको साथ समर्थन चाहियो क्या। त्यसमा त्यही भएर हजुरहरूले के बुझिदिनुहोस् भन्दा सरकारको प्राथमिकता मेरो प्राथमिकता व्यक्तिगत रूपमा चाहिँ यो सहकारीको समस्या हो। जसरी हुन्छ ठुला बचतकर्ताको पनि अलिकति भए पनि पैसा फिर्ता गरौँ भन्ने कुरा मेरो छ। त्यही भएर दोस्रो चरणमा हामी चाहिँ यसैमा जानुपर्छ भनेर त्यसमा होमवर्क गरिरहेको थियौँ। त्यसमै कुशलजीहरूसँग छलफल भएर उठाए पनि हो हामी। ल मिलानको एउटा विज्ञप्ति आएको भनेपछि यो विज्ञप्ति कसरी तपाईँहरूलाई मिलानको बेलामा राखेन भने पो समस्या हो होइन। तर त्यसमा पनि चाहिँ विज्ञप्ति आयो अनि हजुरहरूले चाहिँ आह्वान गर्नु मैले हेरिरहेको थिएँ पोस्टहरू हेरेर म केही बोलिनँ क्या। म आफ्नो हिसाबले मेरो नियत सफा छ, तपाईँहरूको पैसा फिर्ता गर्नुपर्छ भन्ने मलाई थाहा छ र त्यो ठाउँमा म अहिले छु समाधान गर्ने ठाउँमा भन्ने मलाई थाहा छ। त्यही भएर म क्लियर छु आफ्नो बाटोमा कसरी जाने भन्नेमा म क्लियर छु। हजुरहरूको साथ समर्थन चाहियो हो होइन, प्रेसर चाहियो होइन, हजुरहरूको साथ समर्थन चाहियो हो। त्यसरी मलाई साथ समर्थन गरिदिनुहोस्। मलाई वा यसले गरी भन्ने पनि थाहा परेन, कतिको सानो बचतकर्ताको बचत फिर्ता भयो त्यो पनि परेन भन्नलाई। जस्ट हजुरको साथ छ उहाँ बाबु त्यस्तै हेर्नु मैले त म त मन्त्रीको पोजिसनमा भएर पो हो त, मेरो त आफ्नै पो चापामा छ। त्यो उहाँको दुःख मैले बुझ्छु यहाँको ठाउँमा होइन। यो तपाईँहरू जति पनि उहाँको आन्दोलनमा हुनुहुन्छ नि तपाईँहरूले बुझ्नुहुन्न त्यो आमाको पीडा मैले बुझ्छु, किनभने मेरो बच्चा पनि अपाङ्ग छ हो। त्यही भएर यो सबै गर्दा मलाई तपाईँहरूको साथ सहयोग चाहियो क्या। मैले तपाईँले यसले गरी भनेर पनि भनिदिनु पर्दैन, जस्ट हजुरको साथ सहयोग चाहियो, समर्थन गरिदिनु पर्यो। अलिकति मैले चाहिँ धैर्य किन गरिदिनु पर्यो भनेको भर्खर अहिले 3 महिना भएको छ। 3 महिनामा चाहिँ म अहिले तपाईँलाई चाहिँ म भर्खर अहिले सबैका सब फिर्ता गरिदिन्छु म भन्दिनँ। मैले त्यो भने मैले झुटो बोले हुन्छ। तर जस्ट मलाई चाहिँ तपाईँहरूको साथ सहयोग चाहिएको, त्यति मैले सहयोग गरिदिन्छु। ल मैले अबको 6 महिनामा पनि गर्न सकिनँ भनेपछि म तपाईँहरूलाई नै भन्छु मैले सकिनँ। 6 महिनामा पनि मैले केही रिजल्ट देखाउन सकिनँ भनेको चाहिँ गाह्रो भयो, अब चाहिँ कसरी जाने भन्ने हुन्छ। तर एटलिस्ट 6 महिना चाहिँ ठुला बचतकर्ताहरूको हकमा पनि मलाई त्यति समय त मैले डिजर्भ गर्छु जस्तो लाग्छ नि त मलाई होइन। तपाईँहरूले त्यति विश्वास त मलाई गरिदिनुहुन्छ जस्तो लाग्छ नि त। तर मलाई त्यति समय दिनुहोस्। तपाईँ ठुलो पनि मार्कामा हुनुहुन्छ मलाई थाहा छ। त्यही भएर यसलाई चरणबद्ध रूपमा गरौँ होइन। कति अदालतका फैसलाहरू पनि छन्, त्यसलाई पनि मान्नुपर्ने बाध्यता अहिले स्थिति छ। तपाईँहरू मान्नु पर्दैन होला भन्नु सक्नुहुन्छ, तर म एउटा सरकारी उसको निकायमा बसेर प्रमुख आफ्नो चाहिँ गर्दै गर्दा संयोजक बस्दै गर्दाखेरि त्यो कुरा पनि मैले ध्यान दिनुपर्छ होइन। त्यो पाटोबाट पनि हजुरले हेरिदिउँ। मलाई त्यति साथ सहयोग चाहिँ तपाईँहरूको मैले अपेक्षा गरेँ। मैले त्यो अपेक्षा गर्नु गलत हो भने पनि मलाई गलत हो भनिदिनुहोस् होइन। मैले त्यसरी होइन तपाईँले गलत गर्दै हुनुहुन्छ भन्ने पनि मलाई त्यो भनिदिनु होला। तर आजको दिनसम्म तपाईँहरूबाट आएका सल्लाह सुझावहरू लत्याएर गएर मैले नगरेको होइन। कार्यविधि नै उहाँहरूले भनिसकेपछि कार्यविधि संशोधन गर्नुपर्छ, तत्काल कार्यविधि संशोधन मैले गरे होइन। त्यो परिवारको सहकारीको समस्या समाधान गर्नलाई चाहिँ अहिले तत्काल अध्यादेश ल्याएर गर्नुपर्छ भनेर त्यत्रो अध्यादेश ल्याएर समितिमा भिडेर पास गराएको मै हो होइन। फर्दर पनि कसरी सहकारीमा चाहिँ यो ऐन कसरी यो विधेयक मस्यौदा गर्ने भनेर हामी छलफल गरौँ भनेर उहाँहरूलाई भनेर तपाईँहरू पनि आउनुपर्छ है भनेर भने मै हो। अझै मलाई चाहिँ प्रेसर पुगेन भन्ने खालको भाष्य कसरी भयो त सरकारलाई चाहिँ यो सहकारीको समस्यामा प्रेसराइज गर्नुपर्छ अनि बल्ल सरकारले गर्छ। हिजो तपाईँहरू आन्दोलन गर्नु भएर म थप यसमा के गर्न सक्छु त? के गर्न सकिनँ नि। म तत्काल मैले केही नै नगरे भए सायद म प्राधिकरणलाई बोलाउँथेँ, यो बनाऊ, एउटा समिति बनाऊ, एउटा गठन गर, यो गर त्यो गर भन्थेँ होला क्या। तर म नियमित रूपले काम गरिरहेको भएर थप हिजो हजुरको आन्दोलन भइसकेपछि मैले थप यसमा के एड गर्न सकेँ? केही सकेँ
केही सकिनँ नि। मैले नियमित रूपमा जे गरिरहेको त्यही गरेँ। मलाई खालि मैले तपाईँहरूबाट के अपेक्षा गरे हो भने मलाई त्यतिमा मलाई सहयोग गरिदिनुहोस्, त्यतिमा चाहिँ मलाई चाहिँ एउटा साथ समर्थन दिनु। मलाई 6 महिनाको अवधिमा चाहिँ ठुला बचतकर्ताले पनि 6 महिनाको अवधिसम्म पनि केही पनि सामान्य कुरा पनि फरक हुन सकेन भनेपछि त हेर्नु मैले भन्ने बाटो पनि हुँदैन। तर समस्या जटिल छ, संवेदनशील छ, धेरैवटा निकायसँग समन्वय गर्नुपर्ने भएको भएर त्यति चाहिँ मैले समय चाहिँ मैले 6 महिनाको समय चाहिँ मैले डिजर्भ गर्छु नि भन्ने मेरो बाटो। तर होइन तपाईँ यसरी जानुहुन्छ यसरी गर्नुहुन्छ भन्नुभयो भने पछि मेरो त्यसमा थप जवाब केही हुँदैन। हेर्नु मैले पनि राख्ने तपाईँहरूसँग नै हो होइन। त्यही भएर मलाई चाहिँ यति हो कि काम गरिरहेछ सरकारले, तपाईँहरूले भने बमोजिम काम गरिरहेछ। कतिपय कुराहरू नमिल्न सक्छ, तपाईँहरूले पनि यसरी सल्भ गर्न सकिन्छ भन्दाखेरि एउटा निकायमा एउटा त्यसको मैले नेतृत्व गर्दै गर्दा सबै पाटो हेर्नुपर्ने भएको भएर केही कुरा तपाईँहरूले भने अनुसारै नभएको हुनसक्छ। जसरी एउटा समितिमा एकजना प्रतिनिधि राख्नुपर्छ महासङ्घको भन्नुभएको थियो, त्यो नसक्या हुन मैले होइन। तर त्यसले के फरक पार्यो त भनिदिनु पर्यो नि मलाई। जस्तो मिलानको क्रममा अरू केही कुरामा निर्णय गर्दाखेरि पनि एकजना हजुरको प्रतिनिधि राखेर चाहिँ सरकारी कर्मचारीले चाहिँ निर्णय गर्नुपर्छ भन्ने खालको मागहरू त्यो नगर्न सक्नुला अव्यवहारिक हुन सक्छ होइन। जस्तो समस्याग्रस्तले केही निर्णय गर्दैछ भने होइन हजुरहरूलाई पहिला देखाएर अनि निर्णय गर्नुपर्छ भन्ने खालको मागहरू त्यो अलिकति अव्यवहारिक निर्णय भइसक्यो भएर मैले त्यो नगर्न सकौँला। मेरा पनि केही सीमाहरू छन्, मेरा पनि केही लिमिटेसन्सहरू छन्, समितिका पनि केही लिमिटेसन्सहरू छन्। त्यस्तो माग राख्दाखेरि पनि हजुरहरूले पनि त्यो पनि त विचार गरिदिनु पर्यो नि त। अनि मैले भने त्यति मात्रै हो क्या, मैले काम नगरेको यसलाई पन्छ्याएको भन्ने होइन नि त। मैले जस्ट गरिरहेको काममा हजुरहरूको साथ समर्थन चाहिए हो। मैले एउटा कुरा के पनि मलाई भित्रबाट थाहा छ भन्दा ठुलो बचतकर्तामा अहिले अझै बढी मारमा हुनुहुन्छ, सानो बचतकर्ताको फिर्ता आउँदै गयो, ठुलोको केही पनि भएन भन्ने हो। मलाई 6 महिनाको ड्युरेसनमा मैले अबको दोस्रो चरणमा पनि केही थप नयाँ प्रोग्रेस गर्न सकिनँ भनेपछि त्यसपछि म तपाईँहरूकोमा आउँछु अनि यो गर्न सकेन कसरी जाने भन्ने कुरा। तर एउटा भिजन एउटा रोड म्याप बनाइसकेर त्यसरी अगाडि बढेको मान्छेलाई चाहिँ हजुरहरूको साथ समर्थन चाहिए हो। भविष्यमा पनि मलाई हजुरहरूले साथ दिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। तपाईँहरूलाई चाहिँ लागेर पेलेर गरे एउटा निर्णय पनि छैन। सम्पूर्णमा चाहिँ उहाँहरू आउनु भएको छ, उहाँसँग गफ गरेको छु। उहाँहरूले भेट्ने समयमा कहिले उहाँले भनेकै समयमा नभेटेको भोलि पर्सितिर कहिले हुन्छ समय मिलाएर मैले भेटेकै छु होइन। त्यही भएर एउटा त्यो अन्डरस्ट्यान्डिङ हुँदा हुँदैखेरि पनि हजुरहरू यसरी आएर मैले हजुरहरूलाई चाहिँ जवाब दिनु पर्यो भन्दाखेरि मलाई दुःख चाहिँ लागेको छ।